यस्तो सधैँ हुन्छ होला म पनि सधैँ फ्यामिली नै थाहा नि फ्यामिली नै जान लाग्यो फर्स्ट टाइम है यो चाहिँ मेरो फर्स्ट फ्लाइट हाम्रो भनौँ न होइन यता चाहिँ इन्टरनेसनल भयो यता चाहिँ ल यता चाहिँ टिकट बोर्डिङ पास सास लिएर होइन बिहेदाहरू त्यहाँ भेना दाई यहाँ चाहिँ म होइन सो फाइनल गाइस होइन बोर्डिङ पास पनि आइसकेको छ यहाँ सबैको हातमा बोर्डिङ पास अनि यो चाहिँ फ्लाइट होइन टिकट अब गेट नम्बर 2 मा जानु पर्यो सो गाइस होइन आइसक्यो पहाड जान्छ हामी बोर्डिङ पास पनि आइसक्यो बसमा चढेर प्लेनतिर पनि आइसक्यो होइन ल सो होइन आइपुगिसक्यो 15 मिनटमा पुग्छ पोखरा पर जस्तो ठुलोहरू त हुनुहुन्छ यता म चाहिँ यता हो होइन एक्लै यता अङ्कलले बस्नु दिनुभयो झ्यालमा फाइनल गाइज पोखरा आइसक्यो होइन इन्टरनेसनल यसमै आएको हामी चाहिँ गाइज होइन भ्यू मात्रै हेर्नु नि फेरि सक्छ नेपाललाई कसैले नेपाललाई सक्दैन नि फेरि इन्टरनेसनल आइसक्यो होइन सक्छ त नि नेपाललाई कसैले भ्यू मात्र हेर्नु नि ल डर लागेर हेर्दै आयो भने आमा नि यस्तो आइयो अब ट्याक्सी पनि चढ्न जान लाग्यो त्यहाँ अब घुम्नुपर्छ रमाइलो हान्नुपर्छ पोखरा इन्टरनेसनल एयरपोर्ट इन्टरनेसनल पनि हो गाडी नमस्टिक हो क्या नमस्टिक आज क्लियर छैन त्यति पोखरा लेक साइडतिर होइन अस्ति हिउँ परेको होइन होटेल खोज्न आएको यहाँ चाहिँ होइन
चट्ट अलि सस्तोमै पाइरहेछ क्या यतातिर। सस्तो त के भन्नु, त्यस्तै त हो नि होइन। तर अलि रिफाइन्ड अलिकति सुसै क्या अलि दाइहरू जानुभएको अनि कस्तो लाग्छ, राम्रो लागेमा लाइक सेयर सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला है। सो छ है ड्रेसअप कस्तो छ कमेन्ट हेलो। यसमै आइसक्यो बोटिङ गर्ने ठाउँ होइन, रमाइलो हुँदैछ। फर्स्ट दाइहरू अगाडि जाँदै हुनुहुन्छ, म चाहिँ यता हो मेन ठाउँ पोखराको। Left side, Pokhara left side. बोटमा घुम्दै हो। कहाँदेखि हजुर? भक्तपुर। काठमाडौँ भक्तपुरबाट हजुर कहाँ यही हो? हजुर हजुर यतै हो? मेरो घर यतै हो। दिदीहरू चाहिँ काइकिङ गर्न गइसकेका छन्। हामी चाहिँ यहाँ बोटिङ गर्न आएको। अड्किरहेछ अब चाहिँ मन्दिरतिर। मन्दिर चाहिँ उतै हो तर हामी जानु मिल्दैन मन्दिर। खतरा मजा आउँछ साबिया दाइ। यहाँ त्यो पहिला उस हुन्थ्यो क्या, त्यो गोलो गोलो खालको थियो। फेवाली हामी चाहिँ मन्दिर जाँदैछ केटा हो। पछाडिको लागि साइकको हुन्छ क्या, मजा आइरहेको तपाईँलाई चाहिँ? एकदम मजा आइछ, एकदम दामी। बेदर कस्तो लागिरहेको? आमा उता हेर्नु, धेरै मोटो भयो भने पनि गाह्रो पर्दो रहेछ क्या। छोरोपट्टि हेर्ने आमा आमा पनि हुनुहुन्छ यता। हाम्रो
आमा म बुवा हाई गर्नु न हाई हाई गर्नु न आमा, हाई हेर्नु हेर्नु अगाडि ऊ, मन्दिर यता फ्यामिली नै आएको हुन्थ्यो पोखरा घुम्नलाई दाइले ल्याउनु भएको थियो क्या दाइले ल्याउनु भएको थियो पछि चाहिँ प्लेनमा आएको हो हामी मन्दिर चाहिँ जानु मिल्दैन क्या ठुलो बाबा बित्नु भएको थियो अनि मन्दिर जानु मिल्दैन अनि त्यही भएर यसो मन्दिरको एक राउन्ड लगायो हिजो अनि त्यसपछि काइकिङ पनि गरियो तर भिडियो बनाउनु चाहिँ पाएन है फेरि चार्ज पनि थिएन अनि यस्तो छ अडिङको भ्यू चाहिँ यो हेर्नु न मर्निङको यता आएको थियो क्या स्ट्रिट 5 होइन अनि स्ट्रिट 5 आएको थियो होटेल यतै हो क्या यतै लिया हो अनि त्यही भएर स्ट्रिट 5 आएको थियो अनि कस्तो लाग्छ प्रतिक्रिया दिनु चाहिँ नभुल्नु होला आजको लागि चाहिँ यति नै लाइक सेयर सब्सक्राइब माई युट्युब च्यानल टेल एन्ड टेक केयर बाई बाई गाइज जय नेपाल